So guys, खाजा भने चाहिँ आज स्पेसली चाम्रे न्युटेला चाउचाउको सब्जी देख्न सक्नुहुन्छ र यता चिया पनि छ चट्टसँगले एपको फेदमा सट्टसँग बसेर खाइनेछ र हाम्रो खेतालाहरू भइरुदिउँ न यता है अरू भन्दा नि अझ चाहिँ त्यहाँ भनेको हाम्रो भाउजू यता हाम्रो अङ्कल यता पनि अङ्कल यता हाम्रो दीपक दाई यता हाम्रो अङ्कल उता मेरो भाइ र उता मिज्यू चट्टसँगले चाम्रे खाँदै उता चाहिँ खाइसक्नु भयो दाई अङ्कलहरूले र हामी चाहिँ खाँदैछौँ र यता चाहिँ फेरि अघि भनेको छ भिडियोमा मैले भन्नु पर्दैन 3 चाहिँ हानिसक्यो होइन अब एक चाहिँ हान्छ होइन दाइ अब एक चाहिँ हान्छु भन्दा एक हान्छ छैन मलाई भयो आन्टी भयो र मेरो नि जान चाहिँ धेर जाँदैन 4 चाहिँ जाँदैछ सो खुवाइ चाहिँ चलिरहेछ यता मिजुको नि 3 चाहिँ गइसक्यो कति कुरा भयो गर्नुमै त ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 जम्मा 68 भनेपछि पिकोमा 50 वटा गयो यहाँ 68 वटा छ अझै अब कतिवटा छ तल केटा 5 6 वटा 5 6 वटा हैन 10 वटा छ नि माथि छ सो 68 वटा यहाँ छ अब अझै 10 वटा बाँकी छ अब 10 वटा नि बोक्ने छौँ हामी हालत केटाहरूको ह्याट यता बिजुको हालत उता केटाहरूको हालत बोरा यही हो अद्धा हामी 10 वटा बोरा बाँकी छ अब त्यो बोक्दाखेरि जम्मा अघि गयो अनि यहाँ 68 अब पछाडि 10 वटा गर्दा जम्मा जोड्दा कति हुन्छ 50 50 100 108 10 वटा 118 वटा बोरा चाहिँ हुने रहेछ बोक्दा कस्तो अनुभव भइरहेछ त हिँड्न नसक्ने हो कता राखिदिनु यहाँ लगेर राख्नु मारियो आज पसिना त सबभन्दा धेरै मलाई मात्रै आएको हो क्या अन्तिममा रे क्या तँलाई नै मात्रै हेर्दा नि मेरो हेर्दा तेरो हेर्दा यसकोमा छ होइन नि मेरोमा छ कि यसकोमा छ गाइस त्यो नि भन्नु ल सो गाइस छ नि केटाहरूको हालत तेरो ढाड देखा छ ढाड देखा न कस्तो भएको छ देखा त ढाड देखा त अलिक निहुरी त यसको ढाड चाहिँ देखाउने भनेको मासु भएर होला हल्का मासु तेरो देखा त मेरो देखा त कस्तो भएको छ अन्तिममा भनेको चाहिँ हामीले 105 बोराको चाहिँ च्यालेन्ज गरेको थियौँ तर हामीले भनेको चाहिँ त्यहाँ
अनि उता वारपार भाइ देखाइदिएँ मजाले सबै गरेर र पिकअपमा 50 बोरा गरेर त्यो 105 बोरा भनेको थियो च्यालेन्ज 118 बोरा पुगेको थियो अन्तिममा गएर 122 बोरामा चाहिँ हामीले 122 बोरा चाहिँ पुगेछौँ र सो केटाहरूको हालत उता देखाइदियो भाइ केटाहरूको हालत हाम्रो हालत मेरो हालत यता भाइको हालत अनि अङ्कल आन्टीहरू चाहिँ तल जानुभयो र मिजुको चाहिँ अद्धा बोकेर खनेर सक्यो होइन मिजु र सो गाइज हामी भने आजको भिडियोबाट भने अब म र हाम्रो केटाहरू भने बिदा लिन्छौँ नेक्स्ट ब्लग हाम्रो राम्रो आउनेछ भन्दै आजको चाहिँ यस्तो भिडियो आयो टाटा बाई बाई अनि टेक केयर अनि थ्याङ्क यू फर अनि वाचिङ भिडियो सबैले है बाई बाई गाइज